भएर गएको छ अनि इन्टारमा चाहिँ आज यो महोत्सवमा चाहिँ यो कुराहरू सांस्कृतिक रूपमा देखाइएको छ र यहाँ अब हेर्नुहोस् आज तपाईँले स्टलमा के पाउनुहुन्छ भन्दाखेरि म तपाईँलाई देखाउँदैछु कसले दियो यो चाहिँ भेनाको तर्फबाट हो धन्यवाद धेरै धेरै खै धन्यवाद पनि छैन है थ्याङ्क यू प्रजा यति मात्र छ अहिले तिमीलाई बोइल्ड एग सेलोटी वाचिप्पा हामी चाहिँ वाचिप्पा ट्राई गर्ने अब बरु यहाँ वाचिप्पा खाएर हामी पकाएन साथ छैन एकछिन वाचिप्पा खाउँ न त पहिला हिलो नखेलौँ भनेको होइन हाम्रो टिमको चाहिँ कस्तो भयो हाम्रो टिमको त नाम पनि आउँदैन त अहिले भलिबल गाइस भलिबल खेल्न जानुपर्छ अब धेरै सर्ट भयो धेरै सर्ट धन्यवाद हाम्रो अहिले दादासँग भेटिसकेको छ हामी फेरि पनि उहाँले मान्छे हुनुहुन्छ उहाँ भित्रबाट माया गर्नुहुने मान्छे हुनुहुन्छ अनि आज उहाँलाई देखेर हामी धेरै खुसी भइरहेका छौँ यहाँ गाउँलेहरूसँग मिलेर यसरी आजको असार 15को महोत्सवलाई मनाइराख्नु दादा कस्तो लागिरहेछ एकदम रमाइलो हुन्छ नि यो जिन्दगीमा एकदम नबाचेको समय है यो बाँच्नुपर्छ हरेक नेपालीले बाँच्नुपर्छ ग्रेट हाम्रो संस्कार संस्कृति हाम्रो परम्परा जे पनि कुरा छ यति हामी यति धनी छौँ कि अब अहिले यहाँ आएर बाँच्दाखेरि हुन्छ नि एक जिन्दगी बाँचेको जस्तो लागिरहेछ अब असार 15मा चाहिँ हुन त अब आफ्नो जहाँ जहाँ खेतहरू छ त्यहाँ पनि मजाले मनाउनुहुन्छ होला तर एकपटक यो करेन्टारको असार 15 पनि हो आज हामीले एकजना साथीलाई चाहिँ बहुत मिस गरेको छ हामीले है बिचरा आउनु पाएन तर उसलाई धेरैजना हामी मिस गरेको छ असार 15 र गाइस तपाईँले देख्न सक्नुहुन्छ त्यही दानी लहराले क्या असार 15 केटाको अब चाहिँ नचिन्ने भयो